देशको समसामयिक राजनीतिको बारेमा आज काठमाडौँ उपमहानगरपालिकाका मेयर बालेन शाहको राति 12 बजे स्ट्याटस आइसकेपछि हाम्रो बर्दघाट नगरपालिका वार्ड नम्बर 13 बस्याल किराना पसल तथा बस्याल फ्रेस साउजी तथा समाजसेवी तथा राजनीतिक विश्लेषण हामी माझ उपस्थित हुनुहुन्छ। रामचन्द्र बस्यालज्यू तपाईलाई स्वागत छ। हस्, धन्यवाद। र राति काठमाडौँ उपमहानगरपालिकाका मेयर बालेन शाहले जुन स्ट्याटस लेखे यस विषयमा के भन्न चाहनुहुन्छ? अब आजकलको जमाना अनुसारले सबैले स्ट्याटसहरू हाल्ने यताउता सबै के आइए भने फेक हो भन्छन्, कसैले एमआई प्रयोग गरेको भन्छन्। अब त्यो कुरा हो भने त अब केही भन्न सकिन्न। साँच्ची नै त्यस्तो खालको स्ट्याटस लेखेको हो भने अब आश गरेको युवा पिँढी बालेन शाह अब अलिअलि राम्रो काम गरेको पनि अब हामीले सुन्दाखेरि पहिला सुरुमा काठमाडौँमा फोहोर सोहोर सफा गर्ने यताउता सुने, हामी त टाढाबाट सुनेको हो, सुन्दा राम्रै सुनिन्थ्यो। अब अहिले आएर जुन मिडियामा तिनको बारेमा मिडियामा जुन समाचारहरू आइरहेछन् त्यो हिसाबले सबै कुरा त सही पक्कै होइन होला, तर पनि यो आन्दोलनको विषय, अहिलेको जेनजी आन्दोलनको विषय यताउता हेर्दा बालेन शाहमाथि चाहिँ धेरै दोष आइरहेछ। त्यो दोषलाई चाहिँ अब क्लियर गर्न त बालेन शाहले आफै जवाब दिनुपर्छ। तर त्यो जे पाइ त्यही लेख्ने, अब कसैलाई देशहरूलाई नै तोकेर लेख्ने कुरा त त्यो राम्रो कुरा होइन। त्यो त मलाई मन परेन, त्यो गर्नु चाहिँ हुँदैन। कसैको देशलाई तोकेर अथवा कसैको पार्टीलाई तोकेर राम्रो नराम्रो भनेको त्यो कुनै के अझै फक भनेको त अझै एकदम नराम्रो शब्द हो। त्यो चिज त भन्नु हुँदैन, नभन्नुपर्ने चिज भन्नुभयो उहाँले। अब त्यो त उहाँले सुधार्ने कुरा उहाँले आफै सुधार्नुपर्छ। अनि उनको यो स्ट्याटसले हाम्रो देश नेपाल कता कुन दिशातिर जाँदैछ तपाईँको विचारमा? अब यस्तो छ क्या, हेर्नु अब 200 भन्दा कति 252 कि कति 53 नगरपालिका छन्। त्यो महानगरको एउटा मेयर मात्रै हो कि त्यति उसलाई भ्यालु दिनुपर्ने त्यति खास जरुरी होइन। एउटा महानगरको मेयर हो। अब महानगरको मेयरले आफ्नो अब कार्यक्षेत्रभित्र अलिअलि राम्रो काम गरेको छ, अब उसलाई काम गर्न दिने हो। अब उसलाई उचालेर एकदम हिरो बनाएर के नै गराइदिइसकेका छन् मिडियाबाजी गरेर। मेयर त अरू पनि छन् नि, राम्रा काम गरेका 2-4वटा मेयर अरू पनि छन्। सबै नराम्रो त छैनन् नि, नेपालमा सबै नराम्रो मात्रै भएर त बसेको त छैन। तर अब एउटा मेयरलाई उचालेर अब अलिअलि काम गर्यो। त्यहाँको बजेट हेरेको छ कसैले, कति छ कसैलाई थाहा छ बजेट कति छ महानगरको? एउटा देशलाई पुग्ने बजेट छ महानगरको। अब त्यो हिसाबले हेर्दाखेरि बालेन शाहले केही कामै गरेको छैन। के गरेको छ? पुरानो संरचनाहरूलाई बनाइसकेको चिजहरूलाई यसो लिपपोत गरे मात्रै त हो नि, कहीँ नयाँ गरेको केही आएको छैन के अरे, हामीले देखिया छैन कि। त्यो त्यसरी त्यसलाई बढावा दिन जरुरी छैन। मेयर त सक्षम मेयरहरू अरू पनि छन्। अहिलेको अब नेपालको राजनीतिकलाई अस्थिरता ल्याउनको लागि तपाईँको विचारमा के गर्नुपर्छ? जेनजीको अथवा नेपालको राजनीतिक ठुला दलहरूले के गर्नुपर्छ तपाईँको विचारमा? अब हेर्नु, यो जेनजी भनेको चाहिँ के रहेछ भने एउटा उमेर समूह मात्रै रहेछ कि जेनजी भनेको। उमेर समूह भनेर अहिले हाम्रा यी छोरा नातिहरूले अब यो जुन विध्वंस गरेको जस्तो आइरहेछ, यस्तो गलत काम चाहिँ गर्दैनन्। अब यो गलत काम यिनीहरूले गर्दैनन्, गलत काम गर्ने अरू नै छन्। दोष जेनजीलाई आइरहेछ। अनि माग के हो? बिना लिडरको किन यो यत्रो विध्वंस गरेको? लिडर भएको भएदेखि त लिडरले आफ्नो हातमा लिएर अनि यो हो काम, यो कार्यदिशा यो हो भनेर परिवर्तनको बाटोतिर लाग्थ्यो नि त देश। यसरी बिचल्लीमा पारेर जेनजी के हो यो जेनजी भनेको? जेनजी भनेको यो बेकारमा जेनजी भन्ने अनि अर्काको बालबच्चा मार्ने, त्यो जेनजी खै त लिडर जेनजीको को हो? जेनजी भनेको अन्धाधुन्दा जेनजी भने बेकार फोकटिया जलाउने बेलामा कुन गएर विध्वंसकारी त्यो जलाउने मान्छेका फोटोहरू हेर्नु त कस्तो छ। यत्र पाखुरा भएको मान्छे यहाँ ट्याटु लगाएका चुल्ठे मुन्द्रे ती जेनजी हुन्। त्यो जलाउने अर्कैले नाम दिने, अब त्यो पढे लेखेको भर्खर पढ्दै गरेका बालबच्चालाई दोष दिने गरेर उम्किन खोजेको। यहाँ कसैको षड्यन्त्र छ, कोही उम्किन खोजिरहेछ। यत्रो विध्वंस अहिलेसम्म नभएको भयो। यो त सरकारले
एकदम तत्काल यसलाई चाहिँ एकदम कारबाहीको दायरामा ल्याएर यस्ता विध्वंसकारीहरूलाई अब के गर्न सकिने के छ क्षमता अब नेपालमा अब सजाय दिन सक्ने सम्पूर्ण अपनाएर यिनीहरूलाई त कारबाही गर्नुपर्छ। नत्र भने त कहाँ यसरी त सबै एउटाले अर्कोको घर चलाउने अर्कोको घर चलाउने गऱ्यो भने त यहाँ त यो अफगानिस्तानतिर भए जस्तो यो अरू देशमा सुनिन्छ नि गृहयुद्ध त्योभन्दा बढी हुन्छ। एउटाले गरी खाएको देख्ने एउटा मान्छेले गरी खायो अब यसो राम्रो घर बनायो भने चाहिँ साला तैँले पख किन गरी खाइस् भनेर त्यसलाई चाहिँ इबी राखेर जलाउने त्यसले चाहिँ किन गरी खायो भन्ने कसैले कामै गर्न नपाउने कसैले कामै गर्न नहुने त्यो खालको त बेथिति हो नि त। त्यो गर्न त बिल्कुल हुँदैन। त्यत्र त्यो भनौँ अब तपाईँको सबै नेताहरू त गलत त थिएनन् होला नि त। 2-4वटा गलत थियो होला नि तिनीहरूलाई कानुनको दायरामा ल्याएर अब तिनीहरूलाई त अब राम्रोसँग कानुन बमोजिम सजाय दिनुपर्ने हो नि। सम्पत्ति जफत गरेर छानबिन गरेर सम्पत्ति जफत गरे हुन्थ्यो। त्यो शेरबहादुरको घरमा पैसा भने त्यो पैसा पत्रकारलाई लिएर गएर यति पैसा रहेछ भनेर देखाएर त्यो पैसा जफत गरेर देशले हासिल गर्थेन, देशलाई हुन्थेन केही जतापाई गर्ने अनि त्यहाँबाट जेएनजीको नाम लगाइदिने गरेर त्यसो गर्न पाइन्छ। देश हो यो, कसैको एउटा मेयरको एउटा पेचाडे लङ्गेडी फेङ्गेडीको मात्रै देश हो यो। हाम्रो पनि देश हो, हाम्रो बालबच्चाको पनि देश हो। यो सबै दुखी गरिब भनौँ धनीको पनि हो गरिबको पनि हो। यहाँ परिआएको खण्डमा अहिले यहाँ मान्छे अलिकति शान्ति खोजिरहेको छ, उस्तै पऱ्यो भने यस्ता कारबाही गर्न थाल्यो भने त यहाँ त एउटाले अर्कोलाई कारबाही गर्ने अर्कोले अर्कोलाई कारबाही गर्ने हुन थाल्छ नि त। त्यो त गलत काम हो नि त, त्यो गर्नु हुँदैन। अब देशलाई निकासा दिनको लागि के गर्नुपर्छ त राजनीतिक ठुला दलले र अहिलेको जेएनजीले? अनि के गर्नु पर्ला त तपाईँको विचारमा? अब देशलाई निकास दिनको लागि त मैले अलि अस्ति नै पनि एउटा फेसबुकमा हालेको थिएँ। हेर्नुहोस्, अब 4-5वटा विकल्प छन् देशलाई निकास दिने। ल आज एक बुदा गरेर भनिदिनुहोस् त्यो विकल्प के हुन्? अब त्यो 4वटा विकल्प मध्येमा चाहिँ मैले अलि अस्ति पनि भनेको थिएँ। अब 4वटामा मेन पहिलो विकल्प भनेको अब 1-150 अब पार्टी ल भनौँ तपाईँको पार्टीलाई विरोध गरे होइन, जेएनजीले पार्टीलाई विरोध गरे। त्यो पार्टीलाई विरोध गरे बमोजिम फेरि अहिले आएर पार्टी 18-20वटा कतिवटा दर्ता भइसक्यो। त्यो पार्टीलाई विरोध गरेको त अर्थ त केही रहेन। त्यसो भएर अब पार्टी चाहिने नै भयो यहाँ नेपालमा भने पार्टीलाई विरोध गरेको त केही अर्थ छैन नि त। त्यसैले अब यो 4वटा विकल्प के छ भने अब तपाईँको अब यो व्यथितिलाई चाहिँ अब व्यथितिलाई पनि मान्ने एउटा विकल्प एउटा विकल्प यो व्यथिति पनि मान्ने, यही पार्टीको झोले हुने, अब यिनीहरूकै पछि लाग्ने, सधैँ भ्रष्टाचारी भए पनि यिनीहरूलाई हजुर गर्ने, अब तिनीहरूकै पछि लाएर हिँड्ने, अब जे भयो भन्ने सहने, कानमा तेल हाल्दै गरेर बस्ने एउटा विकल्प त्यही हो। अब दोस्रो विकल्प भनेको चाहिँ तपाईँहरूले सक्नुहुन्छ नेपाली जनता सब एकजुट भएर एक ठाउँमा आएर यी पार्टीहरूलाई अब बढार्ने किसिमले सजाय दिने किसिमले कानुन चलाउने, कानुनलाई अगाडि बढाउने, यिनीहरूलाई बढार्ने एक किसिमले। अब त्यो पनि तपाईँहरूले सक्नुहुन्न, कहिले एकजुट हुनुहुन्न। एउटै नामबाट 50वटा पार्टी खोल्नुहुन्छ। अब भनौँ एउटा सिद्धान्त चाहिँ एउटा कम्युनिस्ट छ, 50वटा पार्टी छन् कम्युनिस्टका, एउटा राजावादी छ, अब 50वटा राजावादीका ती छोटे साना संस्था छन्। अब काङ्ग्रेसी लोकतान्त्रिक पार्टी भन्छ, सबै रासपादेखि लिएर सबै काङ्ग्रेस, अनि त्यसपछि 50-60वटा ती अब पार्टीहरू छन्। त्यो तिनीहरू कहिले एकजुट हुँदैनन्। त्यो एकजुट नहुने भएपछि त्यो दोस्रो विकल्प पनि अब तपाईँले अब त्यो सोच्न मात्रै हो, दोस्रो विकल्प पनि केही हुनेवाला छैन। तेस्रो विकल्प त बाबु शरणार्थी बन्ने बाहेकको अरू केही विकल्प छैन। तेस्रो विकल्प भनेको अब कसैको गुलाम बन्ने र शरणार्थी बन्ने मात्रै हो कि आफू भाग्ने, उनीहरूलाई भाग्न नसकेपछि आफू भाग्ने। तेस्रो विकल्प त्यही हो। अब चौथो विकल्प एउटा छ। चौथो चाहिँ मेन विकल्प एउटा के छ भने तपाईँ हामी अब आन्दोलन हामीले चाहन्नौँ के। आन्दोलन भन्ने चिज धेरै भयो। यो आन्दोलन भन्ने छ, संरचना जलाएको छ, दुनियाँ विध्वंस गरेको छ। आन्दोलन नेपाली जनताले चाहन्न। आन्दोलन नगरिकन एउटा टेबलमा बसेर जति पनि बाहिर रिसाएका भनौँ अब माग के छ नेपालको, नेपाललाई सुहाउँदो माग के हो, ती सम्पूर्ण माग जतिलाई एउटै ठाउँमा एउटा पिलरमा राखेर भएकै असन्तुष्ट जतिलाई पनि एकै ठाउँमा ल्याएर गोलमेज सम्मेलन अहिलेकै यही सरकारले गर्न सक्छ। यो आह्वान गर्न मात्रै त हो नि, आह्वान गरेर एक ठाउँमा भेला गर्ने, गोलमेज सम्मेलन गर्ने। गोलमेज सम्मेलन गरिसकेपछि सम्पूर्णको त्यहाँ माग उपस्थित हुन्छ। मागलाई चाहिँ कुन तरिका संविधान संशोधन गरेर सम्बोधन गर्न सकिन्छ कि त्यसपछि चाहिँ चुनावपछि संशोधन गर्ने हो कि
एउटा चाहिँ सरकार गठन गर्ने जो राष्ट्रिय सरकार होस्, त्यसले चाहिँ संविधान पनि संशोधन गर्न सकोस्। त्यो किसिमले यो सुशीला कार्कीको सरकारले नसक्ने भयो, अब देखिसक्यो। राष्ट्रिय सरकार भयो भने त्यसले संविधानलाई पनि संशोधन गर्न सक्छ। अनि सम्पूर्ण ती मागहरूलाई समेटेर अब एक ठाउँमा राखेर सक्ने माग, हुने माग, हाम्रो देशलाई अब चाहिएको भनेर माग गरिरहेछन्। एउटा राजाको बारेमा नि कुरा आइरहेछ। राजालाई बाहिर राखेर सधैँ आन्दोलन गरेर पनि हुँदैन, राजालाई पनि यो ठाउँ स्थान दिनुपर्छ। अनि अरू पनि जुन मागहरू छन् स्थान दिन मिल्ने। धर्मको कुरा त आएको आइछ। नेपाल यस्तो सनातनदेखि चलिआएको यो राष्ट्रलाई अहिले आएर धर्मनिरपेक्ष बनाउनाले सबैले आफ्नो आफ्नो धर्म खोज्ने र के गर्ने गर्दाखेरि अहिले यो धर्मनिरपेक्ष बनाउनाले झन् व्यतिथि आयो। अब यसमा धर्मनिरपेक्ष बनाउनभन्दा धर्मसापेक्ष नै जान ठिक छ, मेरो विचार है। अब अरूहरूको के विचार हुन्छ त भन्न सक्दैन, मेरो विचार हो। धर्मसापेक्ष गरेर सनातन हिन्दू राष्ट्र घोषणा गरेर बौद्ध, किराँत सहितको अब सम्पूर्ण अब यहाँ हामीले अब पुराना धर्म संस्कृति मान्दै आएको नेपालमा 80% जनसङ्ख्या हिन्दूहरूको छ भन्छन्। यसलाई समेटेर लिएर गएर नेपाललाई एउटा निकास दिन सकिन्छ। गोलमेज सम्मेलन गरेर राष्ट्रिय सरकार बनाएर यो गर्न अहिले नै यही तत्कालीन सरकारले आह्वान गर्यो भने, यो आह्वान गरे 2-4 दिनमै नै बैठक बसेर सबैलाई समेटेर एउटा गोलमेज सम्मेलनबाट सरकार निकालेर त्यसलाई चाहिँ संविधान संशोधन गर्ने अधिकारसहित दिएर नेपाललाई निकास दिन सकिन्छ। होइन भने अब कहिले दुर्गाको आन्दोलन भन्यो, कहिले राजाको आन्दोलन भन्यो, अब कहिले अब जेएनजीको आन्दोलन भन्यो, कहिले माओवादीको, अनि एमालेको छँदैछ अब आन्दोलन भएको गर्छ। अब काङ्ग्रेसको सुरु हुन्छ, अनि राजसपाको एउटा आन्दोलन भन्यो। यस्तै गर्ने, आन्दोलन गरिरहने, सरकार बनाइरहने, सरकारै बनाइरहने, सधैँ सरकार बनाइरहने। अब सरकारको बाहेकको कुनै कुरा हुन्न फेरि नेपालमा। जतिखेर नि सरकार बनाउने, के गरे सरकार बना, के गरे मन्त्री फेरे, के गरे सरकार बना। अरे भाइ, कहाँ कुलो खन्न छ, कुन किसानलाई मल चाहिएछ, कहाँनिर के समस्या छ, कहाँ के गरेर हाम्रो देशको विकास हुन्छ, कुन दुखी गरिबलाई सहयोग गर्नुपर्ने छ, ती कुरा हो हामीलाई चाहिएको ठेसमा। कसलाई रोजगारी छैन, कुन पढे लेखेको सक्षम मान्छे त्यहाँ ठाउँमा पुगेन, त्यो चिज हो चाहियो। अनि एउटा कुरा अझै मलाई भन्न के मन लागिरहेछ भने, नेपालको यो जुन छ प्रशासनमा चाहिँ राजनीतिक हस्तक्षेप हुनु चाहिँ बिल्कुल टच पनि गर्नु भएन। राजनीति पुलिसले नेता पनि करप्ट छ भने पुलिसले चाहिँ च्याप समातेर त्यसलाई लिएर गएर कठघराभित्र हाल्न सक्ने त्यति हुनुपर्छ। पुलिसले 50 रुपियाँ उठाएर त्यहाँबाट हतियार छिराउँछ, खोइ त्यहाँ 50 रुपियाँ हाल्छ, अनि हतियार एक बोरा हतियार भयो भने नेपालबाट छिराउन छ भने पुलिसले 50 त्यो के हो भनेर छानबिन गर्दै 50 रुपियाँ सुटुक्क दिन्छ। अनि त्यहाँबाट त्यो एक बोरा, नत्र भने त्यो माओवादी कालमा त्यत्रो हतियार कहाँबाट आउँथ्यो हाम्रो देशमा। ल, धेरै धन्यवाद हाम्रो बसमा सहभागी हुनुभएकोमा। धेरै धन्यवाद रामचन्द्र बस्याल। यो हामी चाहिँ रामचन्द्र बस्याल युट्युब च्यानलमा आउँछ, सहभागी भइदिनु भयो। धेरै धन्यवाद।